हजुर गाइस मेरो काम गर्ने ठाउँ यतै छ है। यहाँ अगाडि चाहिँ यहाँ मस्जिद छ। यता यो हाम्रो मार्केटको नाम चाहिँ यता छ है गाइस। हे यस्तै छ नि परदेशी यो जुनी, परदेशी यो जुनी। सोच्या जस्तो मेरो सानो कहिले नि नहुने, वनपाखामा रुजिँदैमा झरे। कहिले सुख पाउने होला यो परदेशी जिन्दगी, सधैँ पिर पर्छ मनभरि। गर्छु काम यस्तै छ रोजगारी, यस्तै छ रोजगारी। धन कमाउन मेरो सानो आएको छु म खाडी, वनपाखामा रुजिँदैमा झरे। कहिले सुख पाउने होला यो परदेशी जिन्दगी, सधैँ पिर पर्छ मनभरि। कहिले सुख पाउने होला यो परदेशी जिन्दगी, सधैँ पिर पर्छ मनभरि। गाइज हाम्रो चाहिँ नि नेपाली दाजुहरू आउनु भएको छ यहाँ दुईजना। हाम्रो खाना चाहिँ यस्तो हुन्छ है गाइज। हाम्रो खाना खाने ठाउँ चाहिँ यही नै हो। कहिले रोटी कहिले चामल सबै यस्तो दिन्छ। अनि के भन्नु छ दाजु हाम्रो दाजुलाई? दाजु के भन्नु, कस्तो लागिरहेको छ मदिनामा आएर? एकदम बेकार हो र? त्यसो नभन्नु। अनि हाम्रो मगर दाजुलाई यता हेर्नु नभनौँ न त। भन्नु न के कस्तो लागिरहेछ, खुसी लागेर काम कस्तो चल्दैछ मदिनाको होइन? म चाहिँ केही नवल गर। हजुर गाइस यो चाहिँ हाम्रो मदिना मार्केटको स्टाफहरू है। हाम्रो यो रमदानको बेलामा हाम्रो कम्पनीले सबैलाई पार्टी दिएको थियो। त्यसै क्रममा चाहिँ सबैजना यहाँ पार्टीमा मजाले खाइरहेका छन्। एकदमै धेरैजना नेपाली पनि हुनुहुन्छ, धेरैजना हरेक ठाउँका साथीहरू हुनुहुन्छ। यस्तै छ हो, यस्तै छ गरे हाम्रो परदेशी जिन्दगीमा। गाह्रो छ हजुर, गाह्रो छ, के गर्नु, यस्तै छ जिन्दगी, बहुत गाह्रो छ।